बालुवाको सुनौलो मरुभूमि, तातो हावा अनि हजारौं वर्षदेखि उभिएका विशाल ढुङ्गाका चमत्कार, मिस्रका पिरामिड। आजको यात्रामा हामी समयका धुलो हटाउँदै इतिहासको पानामा लेखिएका ती अद्भुत निर्माण कृतिसँग भेट्न जाँदैछौँ। साथमा रहनुहोस्, किनकि आजको कथा केवल ढुङ्गा र बालुवाको मात्र होइन, मानव सभ्यताको साहस र रहस्यको कथा हो। मिस्र अर्थात् एन्सियन्ट इजिप्ट, जहाँ नाइल नदीले जीवन दिएको थियो। त्यो नदीले खेती गरायो, सहर बसायो र अन्ततः राजाहरूका आत्मालाई अनन्त जीवनदेही राख्ने संस्कार जन्मायो। त्यही विश्वास बेड भित्र जन्मिए पिरामिडहरू। राजाहरू जसलाई फेरो भनिन्थ्यो, मृत्युपछि पनि शक्तिशाली, जीवित र अमर रहन् भन्ने धारणा थियो। त्यसैले त उनीहरूको शवलाई विशेष तरिकाले संरक्षित गर्दै महान चिहान पिरामिड खडा गरियो। तर प्रश्न उठ्छ, यति पहाड जस्ता ढुङ्गा, यति ठुलो संरचना, त्यो पनि 4500 वर्ष अघि कसरी सम्भव भयो? गिजामा उभिएको खुफुको पिरामिड, जुन विश्वका 7 आश्चर्य मध्ये एक मात्र अझै यथावत छ। 4500 वर्ष अघि बनाइएको यो पिरामिड आज पनि मानिसलाई चकित पारिरहेको छ। 23 लाख भन्दा बढी ठूला ढुङ्गाका ब्लक प्रयोग भए, प्रत्येक ब्लक 2 देखि 15 टन सम्म भारी। कहाँबाट ल्याए ढुङ्गा? कसरी काटे? कसरी मिलाएर राखे? आज पनि पूरा उत्तर कसैले पत्ता लगाउन सकेको छैन। तर एक कुरा निश्चित छ, यो केवल भवन निर्माण होइन, यो मान्छेको अडान, बुद्धि र सामूहिक शक्तिको प्रतिमूर्ति हो। पुरातत्वविदहरूका अनुसार हजारौं कामदार, इन्जिनियर, कलाकार र वैज्ञानिकहरूले एकसाथ मिलेर पिरामिड बनाए। यसलाई कसैले दासहरूको पीडादायी श्रम भन्छन्। अर्को शोध भन्छ पिरामिड बनाउने काम सम्मानित जागिर थियो। अनुसन्धानका क्रममा कामदारका गाउँहरू फेला परे, जहाँ उनीहरूलाई खाना, आराम दिने स्थान र औषधोपचारको समेत व्यवस्था थियो। यसले देखाउँछ पिरामिड निर्माण एक व्यवस्थित र वैज्ञानिक परियोजना थियो। ढुङ्गा सार्नका लागि काठका स्टेज, पानी हालेर चिल्लो पारिएको बाटो र सामूहिक तालमेलले इतिहासको महान चमत्कार सम्भव बनायो। किन पिरामिडको आकार त्रिकोण जस्तै बनाइयो? यसका धेरै व्याख्या छन्। त्रिकोण आकाशको दिशातर्फ संकेत गर्छ। सूर्यका किरणहरूको आकृति स्थायित्व, शक्ति र अमरताको प्रतीक। मिस्रेलीहरूले विश्वास गर्थे फेरोको आत्मा पिरामिडको सिँढी हुँदै आकाशतर्फ यात्रा गर्छ। त्यसैले त पिरामिड केवल चिहान थिएन, आत्मिक यात्रा सुरु गर्ने ढोका थियो। पिरामिड भित्र छिर्दा तपाईलाई लाग्छ मानौ यो कुनै चक्रव्यूह हो। साना गल्ली, चढ्ने र झर्ने सुरुङ, गुप्त कोठा, सूक्ष्म नापिएका ढुङ्गाका मार्गहरू। गिजाको पिरामिडमा त आज पनि वैज्ञानिकहरूले रहस्यमय खाली ठाउँहरू फेला पारेका छन्। यसले देखाउँछ पिरामिडले आफ्नो सबै रहस्य अझै खुलाएको छैन। फेरोको मुख्य कफिन, खजाना र पवित्र वस्तुहरू सबै त्यही भित्र सुरक्षित राखिन्थे, ताकि आत्माको यात्रा पूर्ण होस्। गिजाको पिरामिड बाहेक मिस्रमा अरू धेरै 60 भन्दा बढी पिरामिडहरू छन्। खाफ्रे पिरामिड सबैभन्दा रहस्यमय, किनकि यसको चुचुरो आज पनि चिल्लो छ। मेक्रेउ पिरामिड सानो तर अत्यन्तै कलात्मक। जोसरको स्टेप पिरामिड, पिरामिड युगको सुरुवात गर्ने संरचना। बेन्ड पिरामिड, निर्माणको प्रयोग जहाँ कोड बदलिँदै जान्छ। यी सबैले मिस्रेलीहरूको प्रयोग, विज्ञान र सौन्दर्य बोध देखाउँछ। आज पिरामिड केवल इतिहास होइन, पर्यटन, अनुसन्धान र मानव सभ्यताको प्रतीक बनेका छन्। सारेको भारी, राखिएको नाप, ढुङ्गाको जोडी, तारामण्डलसँगको मिलान, यी सबै कुराले आजका आधुनिक इन्जिनियरलाई समेत चकित पारेका छन्। कसैले भन्छन् एलियनले बनाए, कसैले भन्छन् अद्भुत गणित र खगोल विज्ञानको संयोजन। तर सत्य के हो भने पिरामिडले मानव क्षमताको असम्भव उचाइ देखाएको छ। पिरामिडहरू समयसँग लडिरहेका पहरेदार जस्तै हुन्। राजाहरू मरे, व्यवस्थाहरू फेरिए, सभ्यता फेरियो, तर पिरामिडहरू उही बलियो निष्ठामा उभिएका छन्। हजारौं वर्षदेखि उठेको एउटै प्रश्न, कसरी सम्भव भयो, आज पनि उत्तिकै रहस्यमय छ। तर एउटा कुरा चाहिँ निश्चित छ, जबसम्म सूर्य उदाउँछ, बालुवाको मरुभूमिले तातो सास फेर्छ, तबसम्म मिस्रका पिरामिडहरू मानवताको गौरव बनेर उभिरहनेछन्। आजको श्रृङ्खला तपाईहरूलाई कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीलाई प्रचुर हौसला प्रदान गरिदिनु होला। आउँदा दिनहरूमा यस्तै रहस्यमय तथ्यहरूका साथ फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।